Hello guys, welcome back to my YouTube channel Asis Vlog. म त सन्चै छु। आयो हजुर पनि त सन्चै हुनुहुन्छ भन्नेका आशाका साथमा आजको अर्को न्यू भ्लगको सुरुवात गर्न लागिरहेको छु साथीहरु हैन। सुरुवात गर्ने क्रममा चाहिँ आज देख्न सक्नुहुन्छ हामी चाहिँ आज यदि हजुरहरु चाहिँ मेरो योभन्दा पहिलेको भ्लग हेर्नु भएको छ भने पक्कै थाहा छँदै छ हैन। म कहाँ जाँदै छु र कहाँ आइपुगेको छु हैन। म सो मुस्ताङ आइपुगेको छु हैन। अब मुस्ताङमा के कस्तो हुन्छ हैन गतिविधिहरू त्यो त म हजुरहरुले पक्कै नै खबर दिने हाल्नेछु साथीहरु हैन। भ्लग बनाउँछ नि साथीहरुले देख्यो कि बहिनीले हेर्दैन अनि खै लाज बनाउँ कि कन्फिडेन्ट बनाउँ हैन। यसले कन्फिडेन्ट नै बनाउँ हैन। यत्रो मान्छेको भिडमा हैन यति भन्ने त ठुलो कुरा हो नि त हैन। यता धेरै छन् के मान्छेहरू हैन। यो अब एकछिन च्यास खानु पर्ने हुन्छ कि जस्तो लाग्छ मलाई सायद। तिनवटा चाहिँ मल नमला जेस खाइसके खाँदै छन् खानै छैन आफूले खान्न के म चिया नै खान्न म पैसा जहाँ चियाको पैसा कति तर त्यही त खाउ न त अनि त म खान्न कति दम रहेछ त जीमा कति दम छ जिउमा हैन के यो साथीहरु न पिसाब लाग्यो कि मलाई हैन। अनि त्यो भएर बयसको टोयलेट कतातिर छ भनेर हैन एउटै हो भन्दै हुनुहुन्छ हैन। अब लाइन लाग्नु पर्ने छ। अब लाइन लाग्दा बेस के बस्छु हैन। लाइन हो यो तिमीहरु लाइन हो तिमीहरु पनि ओके खोल्दैन एउटै अरे अनि लाग्नु त परेको छैन अरे अनि What's up guys, my name is Rohit Kaki. Match ठिक सक्यो भयो सी यस्तो इन्ट्रोडक्सन आउन है त्यस्तो होइन कि आराम हो नि। देख्न सक्नुहुन्छ साथीहरु के यसलाई खोचा भन्छ अरे के यसलाई खोचा भन्छ अरे के खोचा हैन के चौरी गाई भन्छ देख्न सक्नुहुन्छ खोचार उठेनातिर आएपछि कस्तो जाडो हुन्छ त्यसपछि थाहा हुन्छ। यो चौरी गाई हो त्यो खोचर हो यो चौरी गाई हो त्यो खोचर हो कस्तो जाडो हुन्छ कि है। यहाँ रहनुभएका सम्पूर्ण बासिन्दाहरूलाई म टासीडेले के भन्छ अरे टासीडेले हैन हामी लोकल मुर्गा टासीडेले के भन्छ अरे कता सुन्नु टासीडेले के भन्छ अरे भाइ कता हो र यहाँ रहनुभएका सम्पूर्ण बासिन्दाहरूलाई म टासी डेले भन्न चाहन्छु। यति भन्छ होला म त आउँदैन हैन के भन्न चाहन्छु। नाचम त थाहा पाएन हैन केटाहरू पनि हिँड्दैन अगाडि मुस्ताङ कस्तो रमाइलो हुँदैछ हैन। सायद ठुलो भोइस पनि आएन होला मेरो किनभने अगाडि गीत बजिरहेको छ कपिराइट लाग्न सक्छ साथीहरु। म एकछिन बोलिनँ है त अलिकति गीत यदि बन्द भइसकेपछि बोल्छु है। म अहिले चाहिँ कपिराइट लाग्न सक्ने सम्भावना हुनाले म अहिले बोलिनँ हैन। त्यो देख्न सक्नुहुन्छ माइ गॉड यहाँको वातावरण नै बेग्लै के साथीहरु हैन। What's up man? यो How you doing? I'm fine bro. हेलो म्याम सन्चै हुनुहुन्छ ब्लगमा आउनुभएको छ हैन। What's up man? यो ब्रो How you doing? ना म त भनिराख्छ Why are you here in Nepal? Why this fucking nigga is recording me? Why the fuck are you recording me? Do you have a How do you mean? I don't know. I don't know.
दाङदेखि दाङ हजुर दाङ कहाँ दाङ गोराई पचारबाटै हो कि सब गइयो यो खम लैजाऊ है लैजाऊ हाम्रो टुबी आउनुहुन्छ होइन सर आउनुहुन्छ मेरो साथीहरू मैले औषधि पाएँ औषधि खाना छ साथीहरू कस्तो आँकै हुँदैन तपाईँ के भन्नुहोस् त दुई चार शब्द What's up man? How you doing? वेलकम वेलकम हाउ डु यु मिन हेलो गाइस हामी चाहिँ के छ नि तिम्रो आशिष ब्लग्स आशिष ब्लग्समा सब्स्क्राइब गरिदिनु होला अनि पुरै पलाएको के सर खै हामी कहाँ हामी आशिष हामी मुक्तिनाथ अरु मुक्तिनाथै हो क्या नौन जानुपर्छ नौन जाने तिमीहरू गयो 11-21 1-2 वर्षमा यहाँ तल झर्छ कुनै बसमा ल हुन्छ सर साथीहरू 11-21 भएको छ 2 सम्म तर बसमा झैसक्ने रे हैन अब भिडियो पनि बनाउनु पर्ने छैन धेरै बनाउनु पर्ने छ टाइम छैन हैन नौनी तिमी मान्न म त किन कहाँ किसिम नजाउँ बक्स गरेर किनेर घरबाट एउटा लाएर एउटा नाने अनि ल्याएपछि त के पाप खान्छ नि पखाल लिएर के त्यही त के अब साथी लान्छ नहुन्छ न तिन नआउँछु भने नानी हो के आइसकेपछि होइन मेरो पो ननाने भएर अनि त्यस्तै हो भ्लग बनाउँदै हिँड्दैछु होइन आधा ग्याङ माथि गइसक्यो होइन आधा ग्याङ तल छन् अनि बिचचोटि हामी छौँ तिनजना होइन यति तिनजना छौँ त्यही हो साथीहरू होइन अब यत्रो सिडी चढ्नु पर्नेछ होइन मान्छे ढर्छन् मान्छे चढ्दैन होइन हामी बजाउँ कहाँ गयो कि यहाँ तिमीहरू मैले देखाएको थिएँ साथीहरू होइन घोस्ट अनि घोस्ट र ससीलाई मैले देखाएको थिएँ कि यहाँदेखि चल्दै हिँडेको होइन यो होइन ओए किन माल छोड जाने ए होइन पहिला देख्न सक्नु हेलो त्यही ढोको त्यो साथीहरू होइन त्यही भएर चार्ज बढाएको के केही पनि खाएन होइन अनि त्यही भएर लास्टै ढोगइरहेको साथीहरू कस्तो महसुस हुँदैन तिमीहरूले यहाँ आएर सास त पुरै निस्किला फोक्सो निस्किला हानेछ भइरहेको छ ए होइन हाम्रो ग्याङहरू आउँदैछन् लोड परिरहेको जोस् मलाई ढङ लाग्यो ढङ लाग्दैन हेलो वर्षा केही छैन हातमा होइन बस मोबाइल र क्याब बाइक अरू केही छैन अब गाउँ गइरहेको छ कि जस एउटा सम्झना यादगार हुन्छ नि त होइन कुनै दिन म पनि गएको थिएँ मुस्ताङ गएको थिएँ भन्ने त हुन्छ नि त होइन अनि त्यही भएर चाहिँ यसो भ्लग पनि बनाइदिनु होइन यहाँ चाहिँ साथीहरू के बनाएको यो ढुङ्गा चाज्या छन् त्यसले हामीले पनि चाचौँला सायद हजुर एकछिन त्यहीदेखि दौडाएको यस्तो सास भयो साथीहरू मेरो पोज देखाउनु त यस्तो बसेको छु म फेरि गाली गर्दा पनि डल्ली हेरेर जानु पर्यो त्यहाँ हो कि साथीहरू हेलो गाइस यस्तो भइरहेको छ हामी मुक्तिनाथ चढ्लाम हाल्यो भनेको नेटै सिक्दैन अनि यति अधुरो छ पुरै के गर्नु गाइस गाह्रो छ गाई घुम्न पनि गाह्रो छ चक्कर लाग्यो म डुब्रिआएकोमा झन् फेन्टाउनु थिएँ साथी डुब्नु पर्यो त यस्तो डुब्नु पर्छ कि जे भयो निस्किएको मान्छे नि त होइन छुन पनि मिलेन होइन त्यो टाढदेखि देखाउँदैछु
यति गर्नु पनि रमाइलो हुन्छ साथीहरू होइन त्यसैले साथीले तलदेखि हेरिरहनु भएको छ त्यही होइन ल म जाँदैछु यस्तो ब्लगर भएर झन्डै मर्याउ साथीहरू यहाँ यो भ्यूको फोटोसोटो पनि खिच्यो भिडियो पनि गराइयो होइन मेरो मोबाइलमा 17% छ होइन भिडियो बनाउने कि भ्लग बनाउने कि टिकटक बनाउने कि फोटो खिच्ने त्यो चाहिँ मैले दिमाग कन्सेप्टमा राख्न सकेको छैन किनभने त्यति थोरै पर्सेन्टेज त हुँदैन नि त होइन त्यही भएर चाहिँ म धेरै बनाउँदैन होइन त्यही भएर चाहिँ फोटोसोटो खिचेँ होइन अनि त्यसपछि तल गएपछि चार्ज लगाइसकेपछि होइन बनाउँछु म भ्लग होइन त्यही हो अहिलेको लागि चाहिँ यति नै ओके यति हो म मान्दैन पनि आशिषले अहिले भात खुवाउँछु भने यहाँ मासु र भात अनि यहाँ बबिता आइसक्यो फेरि भलक भन्ने हाई मात्रै हो लाइक के भन्ने छैन सिक्नु नपर्छ कि काली बबिता एउटा गोरी बबिता के बोल्दिनु सब्स्क्राइब गरिदिनु ल यहाँको च्यानललाई ल त भाइ है त यसरी त्यही अब चाहिँ रनिङ अझै जानुपर्ने हुन्छ माथि यो फोटोसोटो खिचेर भिडियो बनाएर आइयो साथीहरू होइन त्यो राम्रोसँग भिडियो पनि पाएँ होइन सोचे जस्तो किनभने चार्ज पनि त छैन होइन चार्ज कति छ 14% छ अनि रनिङ गर्दै आउनु परेछ गाह्रो छ गाह्रो छ कति का 100 रुपियाँ साथीहरू होइन अघि रनिङमा हारेको यस्तो होइन 100 रुपियाँ माग्दैछु नपाउने चिजको आश गर्नु पनि हुँदैन त्यही भएर मैले आश गर्दैन हो कि न दिने मान्छे दिइहाल्यो न त माफ गर्दैन दिने मान्छे दिइहाल्यो न त माफ त्यही होइन आइम होइन फोटोसुट यसो हान्ने होइन फोटो एउटा हान्दैन टिकट लाग्छ होइन यता आइम होइन अब होइन फर्के जानु पनि भएन होइन त्यो बिनार साइडको साइडमा चाहिँ खिच्योहरू होइन खाना खाना आइसक्यौँ होइन खानाको सादा खानाको डिज अरे होइन मुक्तिनाथ भन्ने ठाउँमा अब यतिको नभए त होइन मुक्तिनाथ नाम चाहिँ यसरी भएको रहन्छ जस्तो लाग्यो मलाई होइन खानाको 300 छ होइन सादा खानाको अनि त्यसपछि मेरो यो सामान छ नि 700 को सामान के भन्दा अहिले लाग्छ नि दुनी खान्छ ठाडा हात नधोएर खाना ओइमा ओइ यतिको तानेको म हिजो ब्लग पनि अपलोड गरेको थिएँ कि हिजो मैले ब्लग सुरु गरेर बिहान खाना खाना थिएन अहिले होइन अहिले हल्का नेट चलेन क्या त्यही भएर नेट पनि त्यो के भन्छ एमबी सब सक्यो पैसा पनि सब सकेर 4 रुपियाँ रहेछ अनि के गर्ने पाइन्छ थाहा भएन महँगो पानी लागेन अब चाहिँ हामी चाहिँ जोमसुङ गएर चाहिँ ब्लग हाल्नुपर्ने हुन्छ है त्यही हो यहाँ छ साथीहरू खानाहरू अनि स्विच अफ नगर्ने भन्ने मेरो ठुलो उद्देश्य हो कि होइन मेन उद्देश्य अनि त्यही हो स्विच अफ गराउँदैन अब सिधै भेट्नुपर्ने हुन्छ जोमसुङ गएर भेट्नुपर्ने हुन्छ है त चार्जर लगाएर भेट्नुपर्ने हुन्छ साथसाथै पक्का भेट्नुपर्ने हुन्छ सबै होइन हामी चाहिँ जोमसुङको एयरपोर्ट ठ्याक्क अगाडिनिर आछाम यतापट्टि छ एयरपोर्ट साइडपट्टि हामी ठ्याक्क अगाडिपट्टि बस्नुपर्ने चाहिँ होइन त्यही भएर चाहिँ हामी झरिसकेको छौँ होइन त्यही अब हामी चाहिँ होटलभित्र जानेवाला छौँ यो आजको भ्लग त यति नै छ होइन त्यस्तो खास पनि थिएन र मैले
भिडियो बनाउन पनि गराएन किनभने चार्ज पनि थिएन होइन त्यही भएर चाहिँ आजको लागि यति नै र भेट्नुपर्ने चाहिँ भोलिको अर्को भिडियो